र अरू के फराकिरहे। यो अचानकको क्रोध देखेर तिनको स्त्री डराउनुको साटो छक्क परिन्। भात खाएर सुत्दा तिनलाई निन्द्रा परेन। तिनीबाट निश्चय नै ठूलो अपराध भएको छ। आफ्नो अन्नदाता अगाडि देखिनु, आफूले नटेरेर अभिवादनसम्म पनि नगर्नु, यो त निमक हराम हो, एउटा पापी हो, एउटा पाप पनि हो। र केशवराजले आफ्नो चित्त बुझाए। तिनले त जानी नजानिकन नटेरेका होइनन्, हृदयका तिनको पवित्र छ। अन्धोले देखेन भनेर कसैले रिसाउनुहुन्छ? अन्धोले देखेन भनेर कसैले रिसाउनुहुन्छ? तिनको यसमा केही अपराध छैन, केवल एउटा सानो विराम छ। पहिला नै चस्मा नसाट्नु, यद्यपि तिनको केही अपराध छैन, तर जज साहबको दिलमा नराम्रो पो पर्यो होला। जज साहबको मनमा मैले नटेरेको भन्ने भावना त पर्न दिनुहुन्न। केशवराजले त्यो भूल निवारण गर्ने कुनै युक्ति देखेनन्। नोनी गाएर छटपटाएको देखेर तिनको पत्नीले सोधिन्, किन निन्द्रा परेन? के को